सिर्जना शक्ति जाँदैन कहिल्यै मरेर, पर्दैन फरक केही पात र हाँगाहरू झरेर। आदरणीय अभिभावकज्यूहरू, गुरुवर्ग, सहपाठी साथीहरू, सहकर्मी मित्रहरू लगायत विद्यार्थी भाइ बहिनीहरू सबैमा न्यानो अभिवादन। मानव जीवन हो, जीवनमा चाहेर नचाहेर विविध दृश्यहरू देख्नुपर्ने हुन्छ। विविध घटनाहरू घटेका हुन्छन् जुन अविस्मरणीय बन्छन्। त्यस्तै मेरो जीवनमा पनि एक दिनको घटना अविस्मरणीय बन्यो जुन हजुरहरू समक्ष आज राख्न जाँदैछु। कुरा हो 2058 सालको। विद्यार्थी जीवन पढाइ चलिरहेको थियो। कक्षा 9मा पढ्ने एकजना विद्यार्थी भाइको विषयलाई लिएर पल्लो गाउँको अभिभावकहरू साह्रै चिन्तित हुनुहुँदो रहेछ। जति कक्षा बढ्दै गयो उति आफ्नो छोराको पढाइ खच्किँदो अवस्था देखेर अब केही चलेन, एकपटक टिचरलाई गएर भनौँ केही सुध्रे लागि। पहिले त्रैमासको एक्जाम सकियो, टिचरलाई भन्नुभयो। फेरि पनि पढाइ दोस्रो त्रैमासमा आइपुग्दा उसको पढाइ सुध्रिने अवस्था देखिएन। नदेखिएपछि प्रिन्सिपल सरलाई नै भेटेर बताउनु भएछ कि प्रिन्सिपल सर, हामीले टिचरलाई पनि बताइसक्यौँ तर पनि हाम्रो छोराको पढाइमा सुधार नआएको विषयले हामी धेरै चिन्तित छौँ। आउँदो सेसनमा पनि सुधार भएन भने कक्षा 9को पढाइ हो, हाम्रो छोराले 10 हुँदै हुँदै एसएलसीमा कसरी राम्रो गर्न सक्ला, हामी यो स्कुलबाट निकाल्ने छौँ। यति भनेपछि प्रिन्सिपल सरले टिचरलाई बोलाएर भन्नुभएछ कि उहाँहरूले पनि तपाईँलाई बताइसक्नु भएको रहेछ, मैले पनि हजुरलाई बताउँदैछु कि त्यो विद्यार्थी जो उहाँहरूको कम्प्लेन छ विशेष ख्याल गरेर त्यसलाई केही फोकस गरेर पढाइदिनु। टिचरले प्रिन्सिपल सरको कुरा मान्नु पनि भयो र टिचरलाई आफ्ना विद्यार्थीहरू कमजोर हुन्, फेल हुन् अथवा कम जान्ने हुन्, यो धेरै जान्ने होस् यो थोरै जान्ने होस् भन्ने पक्कै पनि जसरी आफ्नो बुबा मुमालाई आफ्ना छोराछोरीहरू सबैको प्रगति र समान देख्न चाहनुहुन्छ, त्यस्तै समान व्यवहार गर्नुहुन्छ, त्यस्तै शिक्षकले पनि आफ्नो विद्यार्थीहरूलाई समान व्यवहारै गरेको हुन्छ। फेरि पनि विद्यार्थीको पढाइ नसुध्रेपछि तेस्रो त्रैमासमा आइपुग्दासम्म अभिभावकले अब त केही उपाय चलेन, गर अलिकति कडै हिसाबले प्रस्तुत हुनु पर्यो भन्ने सोचले आएर प्रिन्सिपल सरलाई हाम्रो छोराको पढाइ यो परीक्षा कक्षा 9मा पनि सुधार भएन भने हामी यो स्कुलबाट हाम्रो छोरा त निकाल्छौँ र हाम्रो गाउँबाट आउने 10-20 जना विद्यार्थीहरूलाई पनि हामी रोकेर अर्को स्कुल पठाउँछौँ भनेपछि अब स्कुलको इज्जतको कुरा पनि हो। प्रिन्सिपल सरलाई फेरि शिक्षकको चाहिँ नि एउटा मिटिङ बोलाउनु भएछ, स्टाफ मिटिङ बोलाइसकेपछि यस्तो कम्प्लेन छ, कडै रूपमा आयो। अब के छ, किन चाहिँ त्यो विद्यार्थीको पढाइ सुरु भएन भनेर त्यो क्लास टिचर लगायत त्यो कक्षामा पढाउने उसका सबै विद्यार्थी टिचरहरूलाई राखेर सोधेपछि एकजना टिचरले प्रिन्सिपल सरलाई बताउनु भएछ कि सर, हजुरले भनेअनुसार उहाँहरूको कम्प्लेन पनि हामीले स्वीकारेर विशेष फोकस गरेर पढाएको, फेरि पनि त्यो विद्यार्थीको सुधार देखिँदैन, हामी आफैमा पनि छक्क पर्यौँ। तर यसको कारण के रहेछ, किन यो विद्यार्थी सुधार भएन, किन उसको पढाइमा चाहिँ नि सुधार आउन सक्दैन भन्ने कुरा म हजुरलाई मात्रै होइन, त्यो विद्यार्थी र उसका अभिभावकलाई मात्रै होइन कि सम्पूर्ण हाम्रो स्कुलका जति विद्यार्थीहरू हुनुहुन्छ उहाँहरू सबै अभिभावक लगायत यो स्कुलमा अध्ययन गर्ने सबै विद्यार्थीलाई नै बताउन चाहन्छु कि कुनै पनि विद्यार्थी जति पढाए पनि किन फेल हुन्छ भन्ने कुरा उहाँहरू आफैले बुझ्नुहुनेछ र भोलि हजुरले अभिभावक भेला बोलाउनु होला र सम्पूर्ण विद्यार्थीहरूलाई पनि हामी त्यसमा सहभागी गरौँ भने त्यही अनुसार भोलि अभिभावक भेला बस्यो, सबैजना भेला भयो र एकजना टिचरले त्यो जो कमजोर विद्यार्थी थियो उहाँलाई बडो स्नेह साथ आफै गएर मञ्चमा लिएर आउनुभयो र अगाडिकै तयारी अनुसार मञ्चमा एउटा ग्यालेन राखिएको थियो। त्यो ग्यालेनमा त्यो विद्यार्थीलाई
टिचरले बताउनु भयो कि विद्यार्थी भाइ तिमीले ऊ माथिको त्यो पसलमा गएर भरी र प्युर 1 ग्यालन रक्सी लिएर आउने। यो सुनेपछि सबै अभिभावकहरू छक्क पर्नुभयो। जब कि वर्जित चिजहरू रक्सीको त कुरासम्म गर्नु हुँदैन थियो। स्वयं टिचरले आफै चाहिँ विद्यार्थीलाई रक्सी लिएर लागि आउनु भन्नुभयो। सबै अभिभावकहरू एकछिन त काने खुसी गरेर जुर्मुरा, यो के तरिका स्कुलमा हाम्रो नानी विद्यार्थीहरूलाई रक्सी ल्याउन। फेरि पनि कोही समझदार अभिभावकहरूले बताउनु भयो कि केही न केही त होला, ठिक छ यत्रो अभिभावक विद्यार्थीको अगाडि रक्सी लिएर आउन भन्नुहुन्छ कोही टिचरले भने केही न केही पक्कै होला, पर्ख्यौँ एकछिन त पर्ख्यौँ। अन्त यतिकैमा त्यो स्टुडेन्ट गएर अघि भने अनुसारै दोकाने दाइकोबाट रक्सी लिएर आउनुभयो। आइसकेपछि कति पनि सङ्कोच नमानिकन त्यो विद्यार्थीलाई बस्नको लागि अनुरोध गर्नुभयो र रक्सीको बोतल, रक्सीको ग्यालेनको बिर्को खोल्दै टिचरले त्यतिन्जेलमा अगाडि नै एउटा ग्लास तयार गरेको हुन्छ कि मैले यत्रो अभिभावक लगायत विद्यार्थीको भेलामा हजुरहरूलाई साँची राखेर एउटा एक्सपेरिमेन्ट गर्न गइरहेको छु, एकछिन धैर्य गरिदिनु होला। अभिभावकहरूको धैर्यताको सीमा टुटिसकेको थियो। कोही त जुर्मुराइरहेका थिए कि यो के तरिका, यिनीहरूले के पढाउलान्, यस्तो पढाएको हाम्रो विद्यार्थीहरूले के सिक्लान्। फेरि पनि एउटा प्रयोग हो, हेरौँ न त भनेर कसैले थुन्थुम्याएर राख्नुभयो अभिभावकहरू। र टिचरले भन्नुभयो कि विद्यार्थी भाइ म यो ग्यालिनबाट जति रक्सी दिन्छु तिमीले खाने, तर निल्न भने पाउँदैनौ। विद्यार्थीले पनि एक्सपेरिमेन्ट हो, साइन्सको टिचर त्यही अनुसारै गरे। पहिलो गिलास रक्सी दिए, विद्यार्थीले खायो फालिदियो। दोस्रो गिलास पनि त्यही अनुसार दिए, खायो फाल हुँदै तेस्रो चौथो गर्दा गर्दै 5 लिटर रक्सी लगभग 10 देखि 15 मिनटको अन्तरालमा त्यो विद्यार्थीलाई टिचरले दिनुभयो र खाइ पनि सक्यो। सबै हेरेको दङ्ग बा, एकहोरो रक्सी दिएको छ, उसले खाएको छ, फालेको छ, के तरिका हो यो, कसैले केही बुझ्न सकिरहेको थिएन। जब रक्सी ग्यालेनमा रित्तियो, टिचरले विद्यार्थीलाई सोध्नुभयो कि विद्यार्थी भाइ तिमीले रक्सीको स्वाद कस्तो हुँदो रहेछ थाहा पायौ? विद्यार्थीले भने थाहा पाएँ सर। ठिक छ, अब मलाई भन कि तिमीलाई कुनै रक्सीको नसा लागेको छ? विद्यार्थीले हाँस्दै भन्यो सर हजुर पनि कति मजाक गर्नुहुन्छ, एक्सपेरिमेन्ट भन्नुहुन्थ्यो। जब कि मैले कुनै रक्सीको थोपा निलेकै छैन त मलाई कसरी नसा लाग्छ? हो, यहाँनिर हामीले बुझ्नुपर्ने कुरा के छ भने जसरी यो विद्यार्थीले रक्सी त पुरै खायो तर उसलाई लागेन, 5 लिटर रक्सी खाइसक्दा पनि लागेन, त्यसरी नै विद्यार्थीहरूलाई शिक्षकले पढाउनु भयो। स्टुडेन्टको पार्टिसिपेन्ट पनि छ, क्लास लिएको पनि छ, तर जति शिक्षकले दिए पनि उसले लिन सकेन। उसले लिएन भनेपछि यो विद्यार्थी कसरी परीक्षामा पास हुन्छ? हामीले बुझ्नुपर्ने कुरा पढेर मात्र हुँदैन, पढेको कुरा परीक्षाको माध्यमबाट देखाउन पनि सक्नुपर्छ। यानि कि हामीले एउटा आफ्नो जीवनमा अथवा हाम्रो समाजमा के छ भने कुनै ज्ञानको कुरा, कुनै केही आर्जन गरेपछि हामी मैले यति आर्जन गरेको छु अथवा मसँग यो ज्ञान छ भनेर मख पर्छौँ। जबसम्म त्यो इम्प्लिमेन्ट हुँदैन त्यसले रिजल्ट दिँदैन। जबसम्म रिजल्ट देखिँदैन त्यो ज्ञान कोरा मात्रै हुन्छ, त्यसको कुनै अर्थ रहँदैन। त्यसैले हामी जुनसुकै क्षेत्रमा होस्, जागिरमा होस्, व्यवसायमा होस्, पढाइमा होस्, जति छ त्यो ज्ञान थोरै भए पनि इम्प्लिमेन्ट गऱ्यौँ भने राम्रो रिजल्ट दिन्छ। र इम्प्लिमेन्ट गर्न सक्यौँ न र चाह्यौँ न भने ज्ञानको भण्डार जति भए पनि त्यसबाट रिजल्ट पाउन सकिँदैन। जसरी यो विद्यार्थीले जति फोकस गरेर टिचरले पढाए पनि उसले परीक्षामा राम्रो नम्बर ल्याउन सकेन। त्यसरी नै हामीले हाम्रो काम के छ त ज्ञानको भण्डार थुपार्ने भइरहेको छ, त्यसलाई इम्प्लिमेन्ट गर्न सकेका छैनौँ। हो, त्यसैले इम्प्लिमेन्ट गर्नलाई अब के छ त भन्दाखेरि हाम्रो जीवन जसरी एउटा गाडी अथवा इन्जिन डिजेल पेट्रोलले चल्छ भने मानव जीवन आदत अथवा बानीले चलेको हुन्छ।
त्यो सिकेको ज्ञानलाई चाहिँ बानी पार्न सक्यौँ भने हामीले इम्प्लिमेन्ट गरेको पनि हामीलाई महसुस हुँदैन र अटोमेटिक त्यो रिजल्ट क्रिएटतिर जान्छ। हामी रिजल्ट क्रिएटिङ मेसिन बन्नु पर्यो। यो होइन कि कति समय मैले कुन क्षेत्रमा दिएँ, समय होइन, मैले त्यो समय दिए बापत रिजल्ट के निस्क्यो। रिजल्टको लागि हामीले चाहिँ एउटा तयारी गऱ्यौँ भने हामी सक्सेस हुन्छौँ। जसरी आकाशबाट वर्षा हुँदाखेरि सबैतिर समान रूपले वर्षा भएको हुन्छ, तर यस्तो जग्गा मात्रै पानी जम्छ कि जुन ठाउँमा जमिनले आफूलाई पानी जम्नको लागि योग्य बनाएको हुन्छ। त्यस्तै अपर्च्युनिटीहरू सबै क्षेत्रमा जसरी आकाशबाट समान रूपले वर्षा हुन्छन् त्यसरी नै आइरहेका हुन्छन्, तर त्यो अपर्च्युनिटी ग्र्याब गर्न चाहिँ जसले आफूलाई हर हमेसा तयारी राखेको हुन्छ नि, उसले मात्रै क्याच गर्न सक्छ भन्ने चाहिँ नि अहिलेसम्मको अनुभव। एउटा यो कहानी कथा अथवा चाहिँ नि मेरो जीवनमा घटेको कुनै एक दिनको दृश्यले हजुरहरूलाई पनि केही प्रेरणा मिल्ला कि भन्ने उद्देश्यले मैले सानो प्रयास गरेको छु। कस्तो लाग्छ हजुरहरू सबैले चाहिँ नि आफ्नो प्रतिक्रिया दिनुहोला भन्दै फेरि पनि यस्तै प्रेरणादायक कहानीहरू पस्कने बाचाका साथ आजलाई बिदा चाहन्छु। हस्त नमस्ते, सबैलाई शुभ होस्।